हेलो साथीहरू, गुड इभिनिङ, गुड आफ्टरनुन एभ्रिवान है। गेस गर्नु होला आज म कहाँ छ भनेर। त बेसिकली साथीहरू तपाईँहरू कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला सबैजना। म चाहिँ आज सिलगढी आएको छ। सिलगढी कहाँ छ भन्दा सिटी सेन्टरमा यसो आइतहाल्यो सानो भिडियो बनाउँ भनेर। लेट्स सी स्टार्ट, लेट्स गो साथीहरू, तपाईँहरू हेर्नु होला। म चाहिँ आज सिटी सेन्टरमा आएको छु है। बेलुका त क्या जाडो रहेछ नि हौ सिलगढी त अहिले दिन। बेसिकली म चाहिँ लिफ्टमा चढेर गएको साथीहरू। ल भिडियो खिच्नु, म चाहिँ माथि गएको भनेर हिँडेको। वाउ, भित्र आएको त क्या दामी डेकोरेसन गरेको रहेछ है। सपिङ गरौँ भनेको तर हेर्दै 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 तिरिमिरी भयो। यो भित्र चाहिँ गेमिङहरू छ है। गेमिङमा कस्तो जान मन लागेको, नानीहरू लिएर चाहिँ टाइम पास पनि जोर हुने रहेछ। यहाँ चाहिँ नानी त के भन्नु, आफै पनि यहाँ खेलौँ हुँदो रहेछ। खास मेरोमा क्यामेरा पक्रिने मान्छे छ भने मै खेल्थेँ जस्तो भएर थियो कि, तर के गर्नु मेरोमा क्यामेरा पक्रिदिने मान्छे थिएन। साथी थिए, साथी पनि ब्लग गरेको थियो, तर मैले यो भिडियोमा चाहिँ देखाएको छुइनँ है। कुनै दिन देखाउँला। अनि साथीहरू, तपाईँहरू यो सिलगढी सिटी सेन्टर चाहिँ कस्तो लाग्यो होला है, तपाईँहरू कमेन्ट गर्नु होला। आउनु मन पऱ्यो भने आउनु होला है। नानीहरू लिएर चाहिँ बहुत टाइम पास हुँदो रहेछ। नानीहरूको माइन्ड उयो गर्न पनि एकदमै दामी लाग्यो मलाई है। खेल्ने अझै बाहिर त गाडीहरू पनि छ, तर गाडीहरू चाहिँ मैले खिचेन किनकि ढिलो पनि भयो, रात पनि धेरै भयो। किनभने बाहिरको नजर त्यति साह्रो उयो गर्नु क्याप्चर गर्नु पाइनँ क्या। म आफै हतारमा थिएँ कि। र मलाई चाहिँ एकदमै रमाइलो लाग्यो क्या। मेनमा त अब नानी केटाकेटीहरूसँग खेल्न चाहिँ एकदमै रमाइलो लाग्छ कि। म आफै पनि केटाकेटी जस्तै छु। अरूभन्दा पनि यो वाटर गेम चाहिँ अब्बोर मन पऱ्यो क्या, आफूले खेल्नु मन लागेको नि। सपिङ गर्न आएको खासै, तर सपिङ गर्ने चाहिँ यताउता भुलिहालेँ किनकि आज ढिलो पनि आयो। फेरि नेक्स्ट टाइम सपिङ गरौँ होला भनेर त्यत्तिकै अब लागेको। तर मेरो क्यामेरा चाहिँ अलिकति ब्लर छ है साथीहरू। अनि तपाईँहरू मेरो भिडियो हेर्नुहोस् होला है। मन पऱ्यो भने लाइक कमेन्ट गर्नुहोस् होला, सेयर पनि गर्नुहोस् होला है। यसरी नै कोही बेला म यसरी नै भिडियो लिएर आउँछु तपाईँहरूको लागि, मनोरञ्जनको लागि है। तर मन पऱ्यो भने अब लाइक सेयर कमेन्टहरू गर्नु चाहिँ नबिर्सिनु होला है। मन पऱ्यो भने आखिर तपाईँहरूले मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला है साथीहरू। बाइ बाइ, गुड नाइट।